ओइ हाम्रो छैन उता परको आरु टिपेर खानुपर्छ ल यहाँको यो घरबेटी आमाहरू पनि निकै हेर्नु खोज्छ कि हाम्रो लुकेर खानुपर्छ ल हुन्छ कि हुँदैन हुन्छ मान्छेले देख्छ तिमी चढ्ने कि म चढ्नु तिमी चढ्नु म चढ्नु रुख त ठुलो छ त कसरी चढ्नु पर्ने हो म अलि सानो छु म सक्छ कि तिमी चढ्ने तिमी चढ्नु सक्दैन होला म चढ्छु हुँदैन यस्तो त मान्छे आएको जस्तो छ गयो कि मान्छे म त नचढ्ने हो भरे झर्दाखेरि चिप्लेर न दारा फुट्ने हो तिमी चढ्दै हो म छैन ला म त सानो छु सक्दैन होला होइन के सकिहाल्छ ए तिमी त यति पनि चढ्नु नसक्ने छ्या तिमी नखान हो जिन्दगीमा अरू कहिले पनि ल होइन म त खाने हो खानु मन लागिरहेको छ साँच्ची नै खाने तिमी अनि हुन त भाइ हो अब म टिपिदिइहाल्छु नि त जे हुँदा पनि होइन तिमी चढ्न सकेन अब म चढेर टिपिहाल्छु तिमी यतैको घरभेटी आउँछ कि आउँदैन हेर्दै बस्छु तिमी ल बिस्तारै चढ्नु ल हस्पिटल लानु सक्दिनँ मैले म चढिहाल्छु नि तिमी चुप लगाएर बस न ए ल ल खाने देन खाने दिँदैन देन मलाई पनि चढ भन्दा चढेको थियो दिँदैन ओइ ओइ मलाई पनि देन सुन्दैन मैले अलिक मजाले कराउनु मलाई पनि देन भनेको आज आरु खानु मन लागेर ओइ उता माथि त मान्छे जस्तो देख्छ त को चढेको छ हौ भाइ तिमी को हो ओइ घरबेटी आमा आयो के अरे घरबेटी आमा आयो अरे ओइ अब चाहिँ मारेकै हो नि त साँच्ची नै मरे अब चाहिँ आला चोरहरू ठिक्कै पर्यो के यतै लुकिरहेको छ अब आरु टिपेर जान्छु घरमा ठिक्कै पर्यो जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो सब्स्क्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ।